हेलो साथीहरू, आज चाहिँ हजुरहरूलाई यो मेरो सानो मिनी भ्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। आज चाहिँ म यतै हाम्रो यता धानबारीतिरको यता कैसाबारीतिरको चाहिँ यसो सानो सर्टकटमा एउटा भिडियो बनाउन लागिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ म अहिले यता चाहिँ धानबारीतिर डुलघुम गर्दैछु। मेरो छोरो पनि यता पछि पछि आएको छ हैन। एकदम हरियाली धानबारी है, मनमा एकदम कस्तो दामी उमङ्ग आउँछ है। देख्न सक्नुहुन्छ मेहनत अनुसार, अब आफूले मेहनत गरे अनुसारको यस्तो अवस्था छ है। म चाहिँ देखाइरहेको छु। मौसम पनि देख्न सक्नुहुन्छ, माथि यस्तो दामी कालो बादल आएको छ है। घाम लागेको छैन अहिले, घाम हल्का बादलमा गएको छ। यहाँ देख्न सक्नुहुन्छ। म चाहिँ प्रत्यक्ष रूपमा चाहिँ यहाँ हाम्रो करेसाबारीतिरको यसो अर्ग्यानिक भिडियोतिर गएको छु है। अहिले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। तपाईँलाई देखाउँदैछु, अझै म अगाडि बढ्दैछु। हाम्रो करेसाबारी हो यो चाहिँ हैन। यसो हल्का धानसान रोपिएको छ, धान यस्तो अवस्था छ अहिले। आफूले मेहनत गरेको मेहनत अनुसारको धान यस्तो छ अहिले। खुसियाली छ मनमा हैन। धान चाहिँ एकदम दामी भएर आएको छ। यहाँ देख्न सक्नुहुन्छ है, एकदम दामी भएर आएको छ। हामी बाउ छोरा नै घुम्दैछौँ। यस्तो दामी छ अहिले हरियाली। यो प्रकृतिको सुन्दरतामा यसो घुमघाम गर्दाखेरि अलिकति मनमा पनि शान्त मिल्छ है। यहाँ देख्न सक्नुहुन्छ यस्तो अवस्था छ अहिले। छोरो हाई भन्दै। मेरो छोरो पनि अम्मक हातमा बोकेर चाहिँ अम्मक अघि टिपिहाल्यो होइन। अब अम्मक खाँदै खाँदै घुम्दैछ मसँग। यस्तो अवस्था छ। यहाँसम्म हो हाम्रो चाहिँ, यहाँ यतातिर यहाँ पर त्यहाँसम्म हो हाम्रो चाहिँ, पत्रसम्म। यसो घुमघाममा हल्का यस्तै छ है अवस्था अहिले। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एकदम अर्ग्यानिक खालको भिडियो यसरी म देखाइरहेको छु। अहिलेको अवस्था यस्तो छ। साथीहरू यस्तै यस्तै भिडियोहरू लिएर फेरि आउने छु है। अहिलेलाई चाहिँ म यति भन्दै अलिअलि यसो बारीतिरको भए पनि यसो हजुरहरूलाई भिडियो देखाएर मनोरञ्जन दिने प्रयास गरेको छु है त। हस् त, बाई बाई।